नमस्कार सबैमा। म आज यहाँहरुमाझ एलिमेन्ट्स अथवा कम्पोनेन्ट्स अफ रिसर्च प्रपोजलको लागि आवश्यक तत्त्वहरु के हुन्, रिसर्च प्रपोजल बनाउँदाखेरि आवश्यक पर्ने एलिमेन्ट्सहरु कम्पोनेन्ट्सहरु के हुन् त भन्ने विषयमा यहाँहरुलाई अवगत गराउन जाँदै छु। मेरो भिडियो मन पर्छ भने यहाँहरुले लाइक गर्नु होला, शेयर गर्नु होला, सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै मेरो यस्तै अन्य भिडियोहरु चाहिन्छ भने कृपया कमेन्ट गर्नु होला। कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला भन्दै म सुरु गरे आजको टपिक तर्फ। एलिमेन्ट्स अथवा कम्पोनेन्ट्स अफ रिसर्च प्रपोजल। कतिवटा छन् एलिमेन्ट्सहरु भन्दाखेरि जनरली 12 वटा एलिमेन्ट्सहरु रहेका हुन्छन्। रिसर्च प्रपोजल बनाउने क्रममा सुरुमा हामीले टाइटल बनाउनु पर्ने हुन्छ। पहिलो नम्बरमा टाइटल छ, के विषयसँग सम्बन्धित हामीले प्रपोजल लेख्ने हो त्यसको टाइटल हुनु पर्यो। दोस्रोमा इन्ट्रोडक्सन, परिचय लेख्नु पर्यो। त्यो टाइटलसँग सम्बन्धित परिचयहरु लेख्नु पर्यो। अनि त्यसपछि गएर तेस्रो नम्बरमा स्टेटमेन्ट अफ द प्रब्लम, समस्याको पहिचान गर्ने। त्यस्तै गरेर 4 नम्बरमा अब्जेक्टिभ अफ द स्टडी, उक्त विषयवस्तु अध्ययनसँग सम्बन्धित उद्देश्यहरु के रहेका छन् त्यो लेख्नु पर्यो। त्यस्तै 5 मा छ रिभ्यू अफ लिटरेचर, त्यो अध्ययनसँग पहिले प्रकाशित गरिएका पुस्तकहरु, सन्दर्भ सामग्रीहरु के छन्, तिनीहरुले के कुराहरु फाइन्ड आउट गरे, अब हामीले के फाइन्ड आउट गर्दै छौं त्यो कुरा लेख्नु पर्यो। त्यसै 6 नम्बरमा स्कोप अफ द स्टडी, यो चाहिँ हामीले अध्ययन गर्दाखेरि जुन विषयवस्तु अध्ययन गर्दै छौं त्यसको महत्व के छ, सान्दर्भिकता के छ त्यसको बारेमा 6औं नम्बरमा लेख्नु पर्यो। त्यस्तै 7 नम्बरमा हाइपोथेसिस, परिकल्पना गर्नु पर्यो। हामीले के फाइन्ड आउट गर्दै छौं त्यसको परिकल्पना गर्ने सुरुमा कसरी एउटा विषयवस्तुलाई चाहिँ हामीले यस्तो प्रकारले यसरी गर्छौं भनेर चाहिँ एउटा परिकल्पना गर्ने। त्यो परिकल्पना भनेको योजना जस्तै हो। अनि त्यस्तै 8 नम्बरमा सिग्निफिकेन्स अफ द स्टडी, सान्दर्भिकता कति छ त यो स्टडीको त्यसको बारेमा लेख्ने। त्यस्तै 9 नम्बरमा चाहिँ मेथोडोलोजी, कुन मेथडहरु प्रयोग गर्ने, जस्तै भेन डायग्राम हो कि अनि वृत्तचित्रको प्रयोग गर्ने हो कि पाइ चार्टहरु, डायग्रामहरु के प्रयोग गर्ने हो त्यसको बारेमा लेख्ने। अनि डायग्रामहरुको बारेमा कुन प्रयोग गरिन्छ त्यो लेख्ने। त्यस्तै गरेर टाइम शेड्युल, कति समय लगाउने हो, कति समयमा सक्ने हो, त्यो टाइम शेड्युलको बारेमा लेख्ने। त्यस्तै गरेर 11 नम्बरमा फाइनान्शियल बजेट, हामीले यो रिसर्च प्रपोजललाई रिसर्चलाई टुङ्गो लगाउँदासम्म कति फाइनान्शियल बजेट हाम्रो खर्च हुन्छ, लागत लाग्छ त्यो कुरा चाहिँ उल्लेख गर्ने। त्यस्तै गरेर अन्तिममा रेफरेन्सेस, हामीहरुले रिसर्च प्रपोजल बनाउँदा र रिसर्चको क्रममा कस्ता सामग्रीहरु, सन्दर्भ सामग्रीहरु प्रयोग गर्ने त, विभिन्न राइटरहरुका पहिला प्रकाशित भएका सन्दर्भ सामग्रीहरु कुनबाट हामीले अध्ययन अनुसन्धान गर्यौं, द्वितीय स्रोतको रूपमा ती स्रोत सामग्रीहरुलाई रेफरेन्सेसमा उल्लेख गर्ने। यति भन्दै 12 वटा यिनी रिसर्च प्रपोजलका टपिकहरु यहाँहरुमाझ बताउँदै म बिदा हुन चाहन्छु। कृपया मन परेमा कमेन्ट गर्नु होला, सब्स्क्राइब गर्नु होला, अनि यस्तै भिडियोहरु कुन भिडियो चाहिन्छ भन्नु होला भन्दै यहाँहरुबाट छुट्टिन्छु। नमस्कार।